रेसिङ गाउँपालिका वडा नम्बर 3 दुबुङ टोलमा रहेको श्री चन्द्र सिजाली कृषि तथा पशुपन्छी फार्ममा हामी आज उपस्थित भएका छौँ। आज यो फार्ममा चाहिँ निलो तुथो र चुना मिक्सर गरी चाहिँ बोडो पेस्ट बोडो मिक्सर बनाएर चाहिँ लगाउने गइरहेका छौँ। यसरी चाहिँ हामीले यहाँ बोडो पेस्ट बनाएका थियौँ, बोडो मिक्सर बनाएका थियौँ भने यो एकछिनपछि हामीले अरू बिरुवामा लगाउने हो। र यहाँ चाहिँ हामीले के गर्न लाग्छौँ त भन्दाखेरि बोडो पेस्ट यसरी लगाउँदैछौँ। र बोडो पेस्ट चाहिँ हाम्रो चन्द्र सिजाली कृषि तथा पशुपन्छी फार्मका युवराज थापा मगरले चाहिँ लगाउँदै हुनुहुन्छ। उहाँले चाहिँ यो यहाँ चाहिँ कतिवटा बिरुवा छन् युवराज सर? सर हाम्रो यहाँ करिब 250 को हाराहारीमा बिरुवा छन् र बिरुवा चाहिँ एकदमै राम्रा देखिएका छन्। यहाँ चाहिँ अब काठसाट व्यवस्थापनदेखि लिएर हरेक कुराहरू भइसकेको छ। मलखात व्यवस्थापन पनि भइरहेको छ। मलखात पछि चाहिँ हामीले चाहिँ यहाँ चाहिँ सिँचाइ गरेर चाहिँ माथिबाट चाहिँ छापो मल्चिङ पनि लगाइसकेको यहाँ दृश्य देख्न सक्नुहुन्छ हजुरहरूले। र यहाँ चाहिँ यसरी चाहिँ हाम्रो युवराज थापा मगरज्यूले चाहिँ आज यहाँको फार्म यसरी भिजिट गराउँदै हुनुहुन्छ। अनि सुन्तलामा चाहिँ तपाईँले के समस्या देख्नु भएको छ त अरू? हजुर सर यही अब यो पहिलेको चाहिँ के कारणले सर यहाँ बिरुवा चाहिँ केही बिरुवा चाहिँ पहिलिएका पनि छन्। यसमा चाहिँ के छ त भन्दाखेरि यो जरा चाहिँ काटियो। यदि हामीले मलखात व्यवस्थापन गर्दाखेरि जरा काटियो र मलखात व्यवस्थापन गर्दाखेरि चाहिँ के हुन्छ त भन्दाखेरि अर्को चाहिँ यो मल पुगेन भने विभिन्न प्रकारका पोषक तत्त्वहरू पुगेन भने चाहिँ बिरुवा चाहिँ पहेलिने कारणहरू देखिन सक्छन्। तसर्थ हामीले चाहिँ के गर्नुपर्छ त भन्दाखेरि पुस माघको महिनामा चाहिँ गोडमेल गर्दाखेरि मलखात गर्दाखेरि सिँचाइ गर्दाखेरि बोडो पेस्ट लगाउँदाखेरि एकदमै ध्यान दिएर त्यो कामहरू गर्नुपर्ने हुन्छ। र हाम्रो चाहिँ यसरी चाहिँ हामीले फार्म भिजिट गरिरहेका छौँ। कम्तीमा पनि हामीले सुन्तला खेती गर्ने किसानले के थाहा पाउनु पऱ्यो त भन्दाखेरि 4-5वटा कसम के खाएर लाग्नु पऱ्यो त भन्दाखेरि यो सुन्तला बगैँचामा कुनै पनि प्रकारको यो कोदो, त्यसपछि मकै, त्यसपछि यो लहरे बाली जस्तो काँक्रा फर्सीका बिरुवाहरू चाहिँ लगाउनु हुँदैन भन्ने एउटा मान्यता छ। त्यो बिरुवाहरू लगाइयो भने के हुँदो रहेछ त भन्दाखेरि विभिन्न प्रकारको समस्याहरू जस्तो बिरुवा पहेलिएर जाने, बिरुवा सुक्दै जाने, बिरुवा थुक्पाबाट मर्दै जाने जस्ता समस्याहरू चाहिँ देखिँदो रहेछ। र ती बिरुवाहरू लगाउँदाखेरि चाहिँ के हुँदो रहेछ त भन्दाखेरि माटोमा हालेको खाद्य तत्त्व, माटोमा हालेको मलको पनि प्रतिस्पर्धा धेरै भएको हुनाले चाहिँ बिरुवा पहेलिने समस्या चाहिँ देखिँदो रहेछ। फार्ममा चाहिँ हामीले यो एउटा दृश्य पनि देख्यौँ। यहाँ चाहिँ यो हजार लिटरका चाहिँ प्लास्टिकका ड्रम ट्याङ्की चाहिँ यहाँ छ। र त्यसै गरी एउटा ट्याङ्की पनि यहाँ बनाउनु भएको रहेछ उहाँले। कृषि ज्ञान केन्द्रसँगको लागत साझेदारीमा चाहिँ एउटा राम्रो खालको ट्याङ्की पनि बनाउनु भएको रहेछ। यो सुन्तला खेती गर्ने किसानहरूले चाहिँ के हुन्छ त भन्दाखेरि तपाईँको चाहिँ यो पुस माघदेखि चाहिँ जेठ महिनासम्म पानीको कमी भएमा चाहिँ बिरुवा चाहिँ सुक्ने, बिरुवा मर्ने, बिरुवामा विभिन्न प्रकारका समस्या देखिने भएको हुनाले चाहिँ यसरी ट्याङ्की बनाएर चाहिँ हामीले पानीको संरक्षण गरेर पानीको व्यवस्था गरेर चाहिँ बिरुवामा प्रयोग गऱ्यौँ भने चाहिँ बिरुवाको आयु चाहिँ लामो हुँदै जाँदो रहेछ। यसरी चाहिँ बिरुवा चाहिँ देखिरहेका छौँ हामीले सुन्तलाका। यसरी हाम्रो यहाँ फार्ममा चाहिँ यो झरेर सिद्धिन लाग्यो सर। अब सिजन पनि जान लागिसक्यो। तसर्थ चाहिँ यहाँ यो खुर्सानी पनि रहेछन्। यहाँ लसुन यहाँ खेती भइरहेको छ। फार्ममा चाहिँ विभिन्न प्रकारका खेतीहरू गरिराख्नु भएको छ। अनि युवराज सर, हजुरको विचारमा चाहिँ यो पुस र माघ महिनामा चाहिँ सुन्तलालाई के गर्नु पर्दो रहेछ जस्तो लाग्छ हजुरलाई? हजुर यो हामीले चाहिँ पुस र माघ महिनाको बिचमा चाहिँ हामीले सुन्तलालाई चाहिँ अब छाडकाटदेखि लिएर होइन अब मलसल पुर्ने, अब मलसल हाल्ने जस्ता सिँचाइ गर्ने, यो बोडो पेस्टहरू र त्यो बनाएर लाउने र अन्तिममा चाहिँ हामीले छापो पनि लाउने। यो गर्दा चाहिँ राम्रो। छापो लगाउँदाखेरि तपाईँको विचारमा के फाइदा हुँदो रहेछ त? योबाट हाम्रो अब झार पनि नआउने, झार नआउने। अर्को चाहिँ हामीले प्रयोग गरेको सिँचाइ पनि लामो समयसम्म चाहिँ टिकिराख्ने जस्ता चाहिँ काम चाहिँ यसले गर्दो रहेछ छापोले। आजको समीकरण यो रह्यो, आजको चाहिँ व्यवस्थापन यो रह्यो। आज हामी रेसिङ गाउँपालिका वडा नम्बर 3 को श्री चन्द्र सिजाली कृषि तथा पशुपन्छी फार्म भिजिट गरिरहेका छौँ।
यसरी चाहिँ हामीले पुस र माघ महिनामा चाहिँ विभिन्न कामहरू गर्नुपर्ने हुन्छ सुन्तला खेती गर्ने किसानले, जस्तो कि काँडसार व्यवस्थापन, मलखाद व्यवस्थापन, सिँचाइ व्यवस्थापन, त्यसै गरी बोडो मिक्सर, बोडो पेस्ट व्यवस्थापन, त्यसै गरी चाहिँ छापो व्यवस्थापन जन्ने कामहरू गर्नुपर्ने हुन्छ। ती सबै कामहरू चाहिँ हाम्रो चन्द्र सिजाली कृषि तथा पशुपन्छी फार्मका सञ्चालक चन्द्रबहादुर मगर अनि उहाँको छोरा युवराज थापा मगरले पनि त्यो कामहरू गरिराख्नु भएको छ। उहाँहरूलाई यो व्यावसायिक सफलताको लागि चाहिँ म शुभकामना पनि दिन चाहन्छु। हस्, धन्यवाद। धन्यवाद।